Hello guys. आज चाहिँ हामी स्कुलबाट नागा क्यासल जानु गएको बट इट्स रेनिङ सो मच हैन यु क्यान सी अस्ति नै धेरै पानी परिरहेको हैन अहिले चाहिँ हामी आपितातिर जाँदैछौँ लास्टै धेरै परिरहेको छ अब आई डोन्ट नो कस्तो हुन्छ भनेर लेट्स गो हामी चाहिँ अब अहिले गाडीमा छिर्यौँ हैन बाहिर चाहिँ पानी रोकिसकेको छ दिस इज आपिता अघि मैले जमाउने भनेको ठाउँ चाहिँ यही हो हाम्रो गाडी चाहिँ हिँड्यो हैन गाइस バスの中のルールですが、大きい声で話さないでください。はい。音楽はなし。ああ。なんで聞きたい人はイヤホンで聞いてください。ああ。See the views guys कस्तो राम्रो ह हामी चाहिँ नागया सिटी आइपुग्यो हैन यु क्यान सी कति अग्लो अग्लो बिल्डिङ हामी अब 5-10 मिनेटमा पुग्छौँ त्यहाँनिर यु क्यान सी इट कस्तो खतरा हैन नागया हामी चाहिँ यहाँ झर्यौँ हैन टयलेटमा एउटा फोटो त खिच्नै पर्यो भित्र छिर्छौँ होइन टिकट पाएन आरिगातो गोजाइमास गाइस क्यासलभित्र उजालाएछ क्यासल होइन होला यो हामी यतातिर छौँ है एभ्रीवन इज बिजी टु क्लिक फोटो पानी चाहिँ लास्टै परिरहेछ त्यही पनि वी आर स्टिल रोमिङ अराउन्ड यहाँबाट कहाँ पुग्छ थाहा छैन मलाई गोदावरी जस्तो फिल भइरहेको मलाई चाहिँ होइन दिपरी फुल चाहिँ छैन तर घाँस होइन रुख त्यस्तैमा आरिमास गाइस अब चाहिँ हामी होइन खाना खानको लागि आइसकेको छौँ यो ठाउँ चाहिँ स्कुल यस्तो खालको कुपन रहेछ वी गोना युज दिस होइन अर्डर गर्ने तरिका वी गट आवर फुड हाम्रो खाना चाहिँ यही हो होइन हामी घर जान्छौँ हाम्रो गाडी मुभ भयो